देखेर दङ्ग छिर्न सक्ने काम लागेको मन पराउँछ। यो चाहिँ कस्तो भने काठमा कला भन्ने भनेको चाहिँ खालि काठमा एउटा बुट्टा भन्ने मात्रैसँग सम्बन्धित छैन। विशेष गरी महिलाहरूलाई लक्षित गरेर छिनो चलाउने, औजार चलाउने, हम्मर चलाउने, करौटी चलाउने पनि महिलाहरूले जान्दछ र महिलाहरूले यसलाई एउटा परिणाममा बदल्न सक्दछ भन्ने एउटा प्रमाण पेश गर्नु थियो समाजलाई। त्यसकारण हामीले चाहिँ नगरपालिकाले विशेष गरी गृह श्रमिक महिला लक्षित गरेर नगरपालिकामा श्रमिककर्ता अथवा सूचीकरण भएको पञ्जीकरण भएको श्रमिकहरूलाई लक्षित गरेर यो कार्यक्रम हामीले शुभारम्भ गरेका हौँ। अहिले आरम्भमा 15 जनाले यो कार्यक्रममा भाग लिइरहनु भएको छ। यो तालिममा आज 12औं दिनमा हो। 12औं दिनमा जे पौरख गरेकोदेखि म एकदमै सन्तुष्ट छु र यसलाई विशेष कोर्स पुरा गरेर एउटा आत्मनिर्भर बन्ने र नगरपालिकाको लागि यस्तो खालको काष्ठ हस्तकला सामग्री चाहियो भने उहाँहरूबाटै खरिद गर्न सक्ने एउटा स्ट्याटस बनाउने चाहिँ सपना छ। मलाई लाग्छ यो सपना पुरा हुन्छ र दिदीबहिनीहरूले गरिरहँदा 2 जना दाजुभाइ पनि थपिनु भएको छ। यो अर्को उत्साहको कुरा हो। यो महिलाहरूप्रतिको जुन दृष्टिदोष छ, म दृष्टिकोण भन्दिनँ, दृष्टिदोष। महिलाहरूले चाहिँ हतियार चलाउनु हुँदैन होइन, अलिक शरीरको बल पर्ने काम गर्नु हुँदैन। आँखा र मन अनि हातसँग गाँसेको औजार, यो 4 थरी चिज एकैचोटि चलाउन सक्दैन भन्ने जुन एउटा कन्सेप्चुअल फ्रेमवर्क छ, यो दृष्टिकोणप्रतिको दृष्टिदोष, त्यसलाई अब क्रमशः महिलाहरू आफैले चिर्दैछ र यसलाई प्रमाणीकरण पनि गर्नु छ सरकार आफै लाग्यो। त्यसकारण पनि हामीले यो काम शुभारम्भ गरेका हौँ। आजसम्मको यो उपस्थिति र उत्साहवर्धक कामप्रतिको समर्पणले यो परिणाम दिन्छ भन्ने एउटा सन्तोषजनक आशा छ। हस्, धेरै धेरै धन्यवाद।